चाहिँ आइसा पौडेल अनि अप्सा पौडेल तारा भण्डारी रास्ता याखा सो यो चाहिँ हाम्रो प्रोजेक्ट हो हामीले साइन्स एक्जिबिसनको लागि बनाएको अनि यो प्रोजेक्टको नाम चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो इलेक्ट्रिसिटी जेनेरेसन फ्रम वेस्ट मटेरियल्स यो चाहिँ सर्टकटमा भन्नुपर्दाखेरि वेस्ट टु इलेक्ट्रिसिटी जेनेरेटर प्रोजेक्ट हो अनि हाम्रो फर्स्टमा चाहिँ यो हाम्रो कम्बसन च्याम्बर यसमा चाहिँ हामी वेस्ट अथवा नकुहिने फोहोर भन्नाले नन बायोडिग्रेडेबल वेस्टलाई चाहिँ हामीले यसमा बर्न गर्छौँ त्यसपछि हाम्रो यहाँ सोलर प्यानल छ हामीसँग यहाँनिर बर्न गरेको वेस्टेजबाट जुन हिट आउँछ त्यो चाहिँ सोलर प्यानलले एब्जर्ब गर्छ त्यसपछि सोलर प्यानलले एब्जर्ब गरेपछि यसले चाहिँ थर्मोइलेक्ट्रिक जेनेरेटरको काम गर्छ अनि यसले हिटलाई चाहिँ इलेक्ट्रिसिटीमा कन्भर्ट गरेर यो वायरको थ्रु चाहिँ हाम्रो यहाँनिर एलइडीमा पठाउँछ अनि हाम्रो एलइडी चाहिँ बर्न भइरहेको छ यहाँ हेर्न सक्नुहुन्छ एलइडी बर्न हुन्छ यहाँको हिट एब्जर्ब गरेर त्यसपछि हाम्रो के छ भन्दाखेरि अरू यहाँनिर हामीले यसरी अरू तारहरू पनि लगाएको छौँ यहाँ क्यापेसिटर छ त्यसपछि यो हाम्रो बल्ब छ अनि यो चाहिँ हामीले सानो स्केलमा गरेको यो प्रोटोटाइप मात्रै भएको हुनाले गर्दाखेरि हामीले अहिले एलइडी मात्रै बाल्न सकेको छौँ किनभने यहाँनिर थोरै भोल्ट थोरै वाटको इलेक्ट्रिसिटी प्रड्युस हुने भएको कारणले गर्दाखेरि एलइडी मात्रै बल्छ अनि इफ हामीले यसलाई नै चाहिँ बिग स्केलमा कन्भर्ट गर्ने हो भने चाहिँ हाम्रो यो बल्ब हामीले यहाँ डेमोको लागि राखेको छौँ अनि यो चाहिँ हाम्रो बल्ब चाहिँ यसरी यहाँ बल्नु सक्छ हामीले इफ बिग स्केलमा कन्भर्ट गर्ने हो यसैलाई भने चाहिँ अनि हाम्रो यहाँनिर कार्बन एब्जर्बर छ यहाँबाट जुन स्मोक आउँछ त्यो स्मोक चाहिँ यो पाइप हुँदै यहाँनिर गएर यहाँनिर हामीले एयर पम्पहरू कटनहरू युज गरेर कार्बन एब्जर्बर बनाएको छौँ यहाँनिर कार्बन फिल्ट्रेसन हुन्छ कार्बनको रेसिड्युहरू यहीँ बस्छ अनि त्यहाँदेखि क्लिन एयर चाहिँ हाम्रो यो चिम्नीको थ्रुबाट निस्किन्छ अनि यो कारणले गर्दाखेरि चाहिँ हामीले जुन नन बायोडिग्रेडेबल अथवा नकुहिने फोहोरहरू चाहिँ जुन कुहिँदैन कम्पोस्टको रूपमा युज गर्न सकिँदैन त्यसलाई चाहिँ म्यानेज गर्न सकिन्छ वेस्ट म्यानेजमेन्ट गर्न सकिन्छ अनि अर्को भनेको चाहिँ हाम्रो दूषित एयर अथवा फोहोर एयरहरूलाई चाहिँ फिल्टर गरेर त्यसलाई चाहिँ हामीले एयर पल्युसनबाट इन्भाइरोमेन्टल पल्युसनबाट पनि जोगाउन सकिने भयो अनि यही हो हाम्रो यो हाउस हो यो इन्डस्ट्री हो घर र इन्डस्ट्री फरक फरक बनाउनुपर्छ टाढा टाढा भनेर हामीले यसरी डेमो बनाएको छौँ अनि यो चाहिँ एज अ प्रोटोटाइप हामीले बिग स्केलमा गर्नु सक्यो भने चाहिँ नेपाललाई धेरै प्रफिट हुने भएको कारणले गर्दाखेरि हामीले यो कन्सेप्ट लिएर यो प्रोजेक्ट बनाएको हो थ्याङ्क थ्याङ्क यू अनि अब यसलाई पनि एक्सप्लेन गरिदिनुहोस् यो चाहिँ हाम्रो ह्युमन ग्रुप जस्तै हामी अब मानव शरीर कस्तो हुन्छ त हो त्यसको लागि बनाएको हो जस्तै यहाँ सुरुमा देख्न सक्नुहुन्छ यो भनेको हाम्रो बेयर स्किन भयो होइन अनि त्यसरी अब हाम्रो मानिसको जिउ त एकदम लेयर बाई लेयर हुन्छ नि त त्यसैले जब हामीले हाम्रो बेयर स्किनबाट खोल्छौँ हामीले हाम्रो सर्कुलेटिङ सिस्टम पाउँछौँ यो सर्कुलेटिङ सिस्टम भनेको चाहिँ जुन यो ब्लड भेसल्सहरू छ त यो हार्टबाट यो निलो भनेको चाहिँ जुन चाहिँ डिअक्सिनेटेड ब्लड भेसल हुन्छ अनि रातो भनेको चाहिँ अक्सिनेटेड ब्लड भेसल हुन्छ जुन चाहिँ हार्टबाट पास थ्रु भएर होल बडीमा पम्प हुन्छ जब वेन वी ओपन दिस अप होइन हामीसँग मस्कुलर सिस्टम हुन्छ मस्कुलर सिस्टम भनेको चाहिँ यो हाम्रो भित्रको मस्कुलर सिस्टम त्यहाँ पनि हेर्न सक्नुहुन्छ त्यसको धेरै फङ्सन्सहरू छ जस्तै कि अनि वेन वी ओपन इट होइन अर्को लेयर खोल्दाखेरि चाहिँ हामीसँग स्केलेटन सिस्टम हुन्छ स्केलेटन सिस्टमले चाहिँ हाम्रो बडीको भित्र इन्टरनल अर्गनहरूलाई चाहिँ प्रोटेक्ट गर्न मद्दत गर्छ माथिको स्केलेटनको सिस्टमले हाम्रो भित्रको ब्रेनलाई प्रोटेक्ट गर्छ भने भित्रकोले चाहिँ यिनीहरू जस्तै कि लङ्सहरू र अरूलाई प्रोटेक्ट गर्नु मद्दत गर्छ लङ्सभित्र पनि आफ्नै भित्रको भेसल्सहरू छ होइन अनि लङ्सभित्र चाहिँ हाम्रो के हुन्छ भने यहाँ यो ओसोफ्यागस छ ओसोफ्यागसको मुनि इन्टेस्टाइन छ अनि लिभर छ अनि यहाँ प्यानक्रियास छ अनि यहाँ लार्ज इन्टेस्टाइन छ भने यहाँ स्मल इन्टेस्टाइन छ अनि यो पनि खोलेपछि हामीले यहाँ माथिपट्टि हार्ट र हार्टको इन्टरनल स्ट्रक्चर हेर्न सक्छौँ भने यहाँ चाहिँ किडनी छ अनि यहाँ युरिनरी ब्ल्याडर पनि छ अनि किडनीको भित्र पनि हामीले किडनीभित्र के हुन्छ भन्ने कुरा हामीले देख्न सक्छौँ अनि यो भनेको चाहिँ यो ब्याकबोन हो ब्याकबोन यो कलम भर्टिकल कलमले हाम्रो ढाडको बोनलाई रिप्रेजेन्ट गर्छ र यसले हाम्रो जिउलाई सपोर्ट गर्छ भन्ने छ होइन यसरी नै हामीले मानिसको जीवन यसरी नै मतलब होल बडीहरू सिस्टमहरू पढ्न सक्छौँ ल थ्याङ्क यू